हामीलाई के लाग्छ भने हामी चाहिँ जति चाहिँ मोबाइल हेर्यौं, जति हामी चाहिँ त्यसमा रिल्सहरू हेर्यौं, जति कुराहरू हेर्यौं त्यसले हाम्रो जानकारी बढाउँछ, हामी त्यसले खुसी हुन सक्छौं। त्यो होइन। हाम्रो मनको शान्तिको लागि चाहिँ जानकारी होइन, हाम्रो चाहिँ शान्ति चाहिन्छ। सो जानकारी होइन, मनको स्वास्थ्यको लागि चाहिँ शान्ति खोज्नुहोस् भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यही भएर हामीले चाहिँ अनावश्यक रूपमा चाहिँ डिजिटल भन्नाले स्क्रिनको प्रयोग गर्नु हुँदैन। त्यसको लागि पनि लिमिट छ। त्यो लिमिट क्रस गर्नु हुँदैन र जो चाहिँ 24 घण्टामा कुनै पनि मानिसले चाहिँ वयस्क मान्छेले 3-4 घण्टा भन्दा बढी चाहिँ स्क्रिन हेर्नै हुँदैन। त्यो स्क्रिन हेराइ पनि चाहिँ राति 8 बजेपछि गर्नु हुँदैन। सुत्नुभन्दा 1 घण्टा अगाडि त त्यो बन्द गर्नै पर्छ र दिनभरिमा पनि दिउँसोतिर पनि लगातार त्यसको प्रयोग गर्नु हुँदैन र त्यो चाहिँ हरेक आधी घण्टामा चाहिँ त्यसलाई ब्रेक दिनुपर्छ। त्यस्तै चाहिँ हप्तामा 1 दिन पुरै चाहिँ डिजिटल लाइफबाट विश्राम लिनुपर्छ। त्यसलाई भन्छ विकली डिटोक्सिफिकेसन फ्रम स्क्रिन। यसलाई हामी चाहिँ डिजिटल फास्टिङ पनि भनेर भन्छौँ। भन्नाले जसरी हामी शरीरलाई स्वस्थ राख्नलाई हामी चाहिँ हप्तामा 1 दिन चाहिँ फास्टिङ बस्ने चाहिँ जुन कन्सेप्ट छ, त्यसरी नै मनलाई चाहिँ स्वस्थ राख्नलाई, मस्तिष्कलाई स्वस्थ राख्नलाई हप्ताको 1 दिन चाहिँ डिजिटल फास्टिङ भनेको त्यो दिन हामी चाहिँ कुनै पनि मोबाइल, ल्यापटप, टिभी इत्यादि प्रयोग गर्नु हुँदैन र त्यो दिन हामी चाहिँ ब्रेनलाई अरू कार्यहरू, अरू चाहिँ हाम्रो ह्याबिटहरू, हबिजहरू, हाम्रा साथीभाइहरूसँगको भेटघाट, रिलेटिभहरूसँगको कुराकानी, आउटिङ, यस्ता कुराहरू, मनोरञ्जनका कुराहरू, ती मनोरञ्जनको कुराहरू स्क्रिनबाट लिनु भएन। त्यो चाहिँ अरू गतिविधि गरेर ती मनोरञ्जनात्मक कामहरूमा चाहिँ आफूलाई सक्रिय राख्नुपर्छ। त्यस्तै मेडिटेसन अर्थात् ध्यान र ब्रिदिङ एक्सरसाइज, यो विशेष प्रकारको ब्रिदिङ एक्सरसाइजले हाम्रो मनलाई चाहिँ शान्त गर्छ, हाम्रो दिमागलाई डिटोक्सिफाई गर्छ। त्यही भएर चाहिँ हामीले हाम्रो लाइफमा चाहिँ टाइम निकालेर या मर्निङ आवरमा पनि गर्न सकिन्छ, दिउँसोको आवर ब्रिदिङ एक्सरसाइज त जतिखेर पनि गर्न सकिन्छ। सो मेडिटेसन चाहिँ यदि हाम्रो जीवनमा हामीले त्यसलाई स्वीकारेर त्यसलाई गर्न थाल्यो भने यसले हाम्रो मनको शान्तिलाई, मनको स्वास्थ्यलाई चाहिँ एकदमै यसले चाहिँ राम्रो बनाउँछ र यसले चाहिँ त्यसरी नै हामीले सम्पूर्ण स्वास्थ्यतिर लम्काउँछ।